भनेको के हो कुनै एउटा सपोज दैट यो रेखा छ भने यसलाई चाहिँ अलग अलग टुक्रा पार्यो भने त्यसलाई चाहिँ के छ खण्डीकरण गर्नु सपोज दैट यो टुक्रामा बाड्यो हैन यसरी चाहिँ टुक्रामा गर्यो भने यसलाई चाहिँ के भन्छ खण्डीकरण चाहिँ खण्ड खण्डमा चाहिँ के बाडेको छ खण्डीकरण चाहिँ यो हो हैन त्यस्तै चाहिँ हामी यो एक्जाम्पल छ सबैले के एक्जाम्पल हाम्रो यो छ क नम्बर अनि ग यो चाहिँ सोल्भ गर्ने तरिका अलग छ तर यो एक्जाम्पल चाहिँ नयाँ तरिका चाहिँ छ नयाँ तरिकाले चाहिँ सिक्छौं कि हाम्रो यो एक्जाम्पल चाहिँ खण्डीकरण चाहिँ कसरी गर्ने यसलाई चाहिँ अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु स्वागत छ साथीहरु हाम्रो युट्युब च्यानल यस एजुकेसनमा आज म एउटा टपिक लिएर आएको छु त्यो टपिक के रहेछ खण्डीकरण गर्नुहोस् के छ फ्याक्टराइजेसन हैन खण्डीकरण गर्न त सबसे पहिले म चाहिँ सिक्छु कि खण्डीकरण चाहिँ भनेको के हो खण्डीकरण भनेको के हो कुनै एउटा सपोज दैट यो रेखा छ भने यसलाई चाहिँ अलग अलग टुक्रा पार्यो भने त्यसलाई चाहिँ के छ खण्डीकरण गर्नु सपोज दैट यो टुक्रामा बाड्यो हैन यसरी चाहिँ टुक्रामा गर्यो भने यसलाई चाहिँ के भन्छ खण्डीकरण चाहिँ खण्ड खण्डमा चाहिँ के बाडेको छ खण्डीकरण चाहिँ यो हो हैन त्यस्तै चाहिँ हामी यो एक्जाम्पल छ सबैले के एक्जाम्पल हाम्रो यो छ क नम्बर अनि ग यो चाहिँ सोल्भ गर्ने तरिका अलग छ तर यो एक्जाम्पल चाहिँ नयाँ तरिका चाहिँ छ नयाँ तरिकाले चाहिँ सिक्छौं कि हाम्रो यो एक्जाम्पल चाहिँ खण्डीकरण चाहिँ कसरी गर्ने यसलाई चाहिँ खण्डीकरण तरिका के हो चाहिँ आज हेर्छु साथीहरु म यो खण्डीकरण गर्ने तरिका नयाँ हो अब नयाँले चाहिँ एक डिटेल वाइज चाहिँ हामी खण्डीकरण कसरी गर्छौं यो चाहिँ यो 3-4 वटा क्वेशन छ यो चाहिँ एक एक गरेर चाहिँ हामी सिक्ने गइरहेछौं साथै सबभन्दा पहिलो के छ क नम्बरमा खण्डीकरण के हो मतलब यो x² प्लस के छ 7x अनि प्लस के छ 12 यसको चाहिँ के छ खण्डीकरण गर्नु छ साथीहरु अब खण्डीकरण गर्ने तरिका चाहिँ के छ साथीहरु हेर कि यहाँ केही छैन भने के छ पहिलो संख्यामा ओन्ली x² छ त्यसमा केही छैन भने 1 छ अब खण्डीकरण गर्ने तरिका पहिलो र लास्टमा जुन छ त्यो चाहिँ के हुन्छ गुणा गरेपछि कति आउँछ त हैन 12 एकान चाहिँ 12 हुन्छ अब 12 लाई चाहिँ खण्डमा बाट हैन यानी कुन चाहिँ खण्ड हुन्छ त्यो चाहिँ निकाल तर के हुन्छ यो बीचको कति छ हैन +7 त्यो +7 आउनु पर्छ जोड घटे गरेर चाहिँ जे जसरी भयो जोड या माइनस गरेर चाहिँ के छ अनि +7 चाहिँ आउनु पर्छ 12 लाई अब 12 लाई चाहिँ कुन खण्डीकरणमा राख्ने त मतलब कुन खण्डीकरणमा चाहिँ बाड्न सक्छौ यहाँ ध्यान दिएर 12 लाई चाहिँ कुन खण्डीकरणमा राख्न सक्छौ यहाँ 12 छ 12 लाई चाहिँ खण्डीकरण गर्न सक्छौ के 12 एकान 12 अब के छ अब चाहिँ 6 2 जा अनि 12 अब के छ 4 3 जा अनि 12 यो चाहिँ हुन्छ साथीहरु अनि यो खण्डीकरण चाहिँ पोसिबल हुन्छ गर्न सक्छौ अब यसबाट के छ अब 12 एकान 12 मा चाहिँ जोड्दा सपोज दैट यो 12 + 1 गर्दा हाम्रो के आन्सर कति आउँछ त 13 आउँछ यसैलाई के छ 12 माइनस अब 1 गर्छ भने कति आउँछ 11 आउँछ अब यहाँ 6 छ 6 मा 2 जोड्दा हाम्रो कति आउँछ 8 आउँछ र यता के हुन्छ 6 - 2 गर्दा हाम्रो के आउँछ 4 आउँछ अब यहाँ चाहिँ के छ 3 + 4 गर्दा कति आउँछ हाम्रो 7 आउँछ तर के छ 4 - 3 गर्दा हाम्रो आन्सर कति आउँछ 1 आउँछ हाम्रो चाहिँ यसमा चाहिँ कुन चाहिँ लागू हुन्छ +7 को मतलब कुनमा चाहिँ लागू हुन्छ 4 + 3 गर्दा हाम्रो चाहिँ के हुन्छ 7 भइहाल्छ यो चाहिँ एक्सेप्टेबल चाहिँ हुन्छ साथीहरु यो खण्डीकरण चाहिँ अब चाहिँ यहाँ लेखिहाल के चाहिँ हाम्रो खण्डीकरण भयो त 4 × 3 के 4 3 जा हाम्रो चाहिँ 12 भयो 4 3 जा 12 भयो अब यसमा चाहिँ के गर्नुपर्छ अनि 4 + 3 गर्दा हाम्रो चाहिँ के हुन्छ 7 हुन्छ यहाँ के छ +7 चाहियो अब +7 चाहियो भने यहाँ लेख्ने कसरी x² आफ्नै जुन अवस्थामा छ त्यो अवस्थामा राख अब के छ यो प्लस राख अब ब्र्याकेटमा यो +4 + 3 यहाँ राख के 4 + 3 राख अनि यो 7 सँग x छ त्यो x पनि राख अनि +12 जस्तो छ त्यस्तै चाहिँ राख यो भयो अब चाहिँ के छ यो x सँग एकचोटी ब्र्याकेट सँग गुणा गर अनि माइनस पनि यो x छ यो प्लस छ प्लस सँग गुणा गरेर चाहिँ x हैन यो x को ठाउँमा चाहिँ x राख्यो x² अनि बराबर के छ हाम्रो प्लस ब्र्याकेट सँग गुणा गरेर प्लस हाम्रो +4 अनि यो x गुणा भयो अब फेरि प्लस फेरि प्लस भयो अब 4 3 सँग x गुणा भयो कति हुन्छ 3x भयो अब प्लस के छ हाम्रो 12 अब 3 पदबाट हाम्रो 4 पद भयो अब 4 पद भएपछि तुरन्तै हामी के गर्छ 2 हैन यो छ कमन 2 मा चाहिँ कमन झिकिहाल्यो अब के छ अब x² + 4x मा चाहिँ के कमन आउँछ x कमन चाहिँ झिक अब यहाँ दुईवटा x छ एउटा x झिकेपछि हाम्रो के छ एउटा x चाहिँ बच्यो अनि प्लस अब 4x मा x कमन झिकेपछि हाम्रो के बाँकी रह्यो त 4 बाँकी रह्यो साथीहरु अब यहाँ प्लस छ अब 3x मा 12x छ न 12 छ 12 मा चाहिँ के कमन झिक्छ +3 चाहिँ कमन झिक अब 3x मा 3 कमन झिक्दा हाम्रो x बाँकी छ अब यहाँ प्लस छ भने प्लस आइहाल्छ अब 12 मा 3 कमन झिक्दा हाम्रो कति बाँकी छ त 4 बाँकी छ फेरि यो ब्र्याकेट जुन छ यो ब्र्याकेट भन्दा अघि चाहिँ कमन लिएको टर्म चाहिँ यो ब्र्याकेट राख कि x + 3 हाम्रो एउटा ब्र्याकेट भयो अब यो ब्र्याकेट सेम छ त्यो सेम ब्र्याकेटलाई चाहिँ एउटा चाहिँ हामी लियौ x + 4 यही हाम्रो के भयो त आन्सर भयो यो खण्डमा चाहिँ हामी बाड्यौ क नम्बरको आन्सर चाहिँ कति भयो x + 3 बराबर x + 3 अर्को ब्र्याकेटमा के छ x + 4 यो हाम्रो नम्बर ख को चाहिँ खण्डीकरण भयो साथीहरु अनि
यो चाहिँ भिडियो तपाईलाई कस्तो लाग्यो साथीहरु राम्रो लाग्यो भने हाम्रो च्यानललाई सब्स्क्राइब गर साथीसँग शेयर पनि गर र अरु चाहिँ क्वेशन ग तिर लागौ ख तिर लागौ अब ख मा क्वेशन चाहिँ के छ त्यो एकचोटी हेर हाम्रो ख मा चाहिँ के छ त्यो चाहिँ ध्यान दिएर हेर साथीहरु के छ ख मा छ y² - 6y - के छ 7 के छ 27 छ अब चाहिँ यो पहिलो पद र लास्ट पद चाहिँ नि गुणा गरेर पहिलो पद हाम्रो के 1 छ अनि लास्ट पद के छ 27 अब यसलाई गुणा गर्दा हाम्रो कति आउँछ त 27 आउँछ हैन 27 1 जा सो 27 नै हुन्छ अब खण्डीकरण मतलब के छ कुन खण्ड मतलब खण्डमा बाट्ने 27 लाई कुन चाहिँ पदमा चाहिँ बाट्छ भने गुणा गरेर चाहिँ के चाहिँ 27 आउनु पर्छ अब चाहिँ 27 लाई चाहिँ कुन पदमा चाहिँ मतलब कसरी चाहिँ यसलाई चाहिँ खण्डमा बाट्ने त 9 3 जा कति 9 3 जा कति हुन्छ 27 9 3 जा 27 हुन्छ साथीहरु हुन्छ अब यसलाई चाहिँ के गर जोड गर या घटाउ गरेपछि के -6 आउनु पर्छ के छ 9 - 3 गर्दा हाम्रो के 6 आउँछ त 6 आउँछ अब यही टर्म चाहिँ हामी लेख्छौं यहाँ y² माइनस आफ्नो ठाउँमा ब्र्याकेट राखेपछि के छ 9 - 3 गर्दा हाम्रो 6 आउँछ अब यहाँ y चाहिँ राख -27 चाहिँ राख अब 27 हामी राख्यौं अब फेरि यो माइनसले चाहिँ एकचोटी ब्र्याकेटसँग गुणा गर अनि y सँग पनि ब्र्याकेटसँग गुणा गर एकचोटी के गर y ले चाहिँ ब्र्याकेटसँग गुणा गरिहाल त y² माइनस i ले चाहिँ हामी गुणा गरेन अनि राखौ अब y सँग गुणा गर्दा 9y - 3y हामी ब्र्याकेटसँग गुणा गरियो -27 चाहिँ रह्यो अब फेरि के छ y² अब यो चाहिँ माइनसले चाहिँ सबैमा गुणा गर यो माइनसले ब्र्याकेटसँग गुणा गर माइनस प्लस यहाँ के हुन्छ -9y अब माइनस प्लस 3y अब यो माइनस आफ्नो ठाउँमा छ 27 चाहिँ भयो यो हाम्रो 4 पद भयो साथीहरु अब 4 पद हाम्रो आयो अब यो 4 पदबाट के गर दुई पदमा चाहिँ कमन झिक अब यहाँ दुई पदमा यो x² अनि -9y मा चाहिँ यहाँ सरी y² - 9y मा कमन हामी चाहिँ के झिक्छौं y झिक्छौं अब यहाँ दुईवटा y थियो एउटा कमन झिकेपछि एउटा बाँकी छ अनि माइनस चाहिँ हामी छ 9y मा y कमन लिँदा चाहिँ बाँकी के रह्यो y रह्यो यहाँ प्लस 3 कमन लिँदा नि प्लस 3 कमन लिँदा हाम्रो के बाँकी छ 3y सँग 3y मा चाहिँ कमन हामी 3 आयो बाँकी के छ y अब यहाँ माइनस चाहिँ आउँछ अब फेरि अब 27 बाट 3 हामी कमन झिके त हाम्रो खण्डीकरण के थियो 9 3 जा हामी के छ 27 अब यसमा 3 हामी कमन लियो भने हाम्रो के बाँकी छ त 9 बाँकी छ त यहाँ 9 चाहिँ आयो अब यसरी चाहिँ खण्डीकरण भयो अब खण्डीकरण भएपछि हामी के गर्छौं त अब साथीहरु ध्यान दिएर हेर अब चाहिँ हेर यो ब्र्याकेटमा सेम ब्र्याकेट छ भने के छ y - 9 हामी लियौं अब चाहिँ के छ कमन आएको टर्म के छ y + 3 के छ y + 3 चाहिँ हामी लियौ यही हाम्रो के छ एन्सर भयो खण्डीकरण गरेर चाहिँ हाम्रो यो एन्सर भयो अहिले सम्म साथीहरु हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने साथीहरु हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गरिहाल अरु यो छ यो दुईवटा के छ हाम्रो ग र घ छ यो चाहिँ हामी हेर्छौं हाम्रो ख को पनि खण्डीकरण हामी बुझ्यौं अब ग मा चाहिँ के छ हामी कसरी चाहिँ खण्डीकरण गर्न सक्छौं साथीहरु के छ यहाँ 36x के छ हाम्रो x² अब -16 छ अब यसलाई चाहिँ कसरी हम खण्डीकरण गर्न सक्छौं त साथीहरु के सोच त यसमा के छ 36 लाई हामी 6 को स्क्वायर गर्न सक्छौं साथीहरु अब x मा स्क्वायर छदै छ पहिलो देखि अब 16 मा चाहिँ हामी 4 को स्क्वायर गर्न सक्छौं अब हामी याद हेर 6 मा स्क्वायर x मा स्क्वायर छ भने हामी के छ एउटा होल स्क्वायर गरेर राख के छ 6x को होल स्क्वायर हुन्छ त हुन्छ अब 4 मा पनि स्क्वायर छ भने हामी यहाँ एउटा चाहिँ फर्मुला हेर के छ a² - b² यसको एउटा फर्मुला के हुन्छ साथीहरु एकचोटी प्लसमा हुन्छ एकचोटी माइनसमा हुन्छ कि a - b एकचोटी र अर्को के हुन्छ a + b हुन्छ यसको फर्मुला a² - b² को फर्मुलामा चाहिँ यो आउन सक्छ या आउँछ साथीहरु अब सपोज दैट यो हाम्रो 6x के हो a भयो अब 4 के भयो हाम्रो b भयो कि a² - b² को ठाउँमा चाहिँ हामी यो फर्मुलामा चाहिँ राख्छौं यस खण्डीकरणमा राख्छौं साथीहरु के छ a को ठाउँमा चाहिँ के छ हाम्रो सपोज दैट हामी एकचोटी फर्मुला लेखिराख यो चाहिँ a - b एकचोटी हामी राख्यौं अब अर्को के छ a + b एकचोटी राख्यौं अब a को ठाउँमा चाहिँ हाम्रो x राख 6x राख 6x - 4 एउटा भयो अर्को के छ 6x + के छ हाम्रो 4 यही हाम्रो खण्डीकरण गर्ने तरिका साथीहरु यो चाहिँ बुझिसक्नु भयो भने साथीहरु हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर साथीसँग शेयर पनि गर अनि कमेन्ट बक्समा चाहिँ कमेन्ट गरेर बताउनुस् कि मेरो भिडियो चाहिँ यो चाहिँ कस्तो लाग्यो तपाईलाई राम्रो लाग्यो भने राम्रो कमेन्ट गर्नुस् नराम्रो लाग्यो भने नराम्रो कमेन्ट गर्नुस् तपाईको इच्छा अब चाहिँ हाम्रो ग भयो ग पनि हाम्रो भयो अब घ तिर लागौं साथीहरु घ मा चाहिँ कसरी बन्छ अब घ मा चाहिँ के छ ग र घ सेमै हो चाहिँ बनाउन सक्छौ कि 16y² - के छ 25 छ हाम्रो अब यसलाई चाहिँ खण्डमा बाड्ने खण्डीकरण गर्ने कसरी चाहिँ यसमा फेरि हामी गर्छौं 16 को 4 को स्क्वायर
गर्न सक्छौ 4 को स्क्वायर गर्न सक्छौ यो 4 चौकी 16 भइहाल्छ अब y मा पनि a स्क्वायर छ माइनस अब 25 25 छ भने 5 को स्क्वायर गर्न सक्छ त 5 को स्क्वायर गर्छौ भने हाम्रो 25 भइहाल्छ हैन 5 है 25 अब फेरि हाम्रो यो फर्मुलामा आउँछ के a स्क्वायर माइनस b स्क्वायर छ मतलब अब यसलाई चाहिँ एउटा रेखीय राख अब यसलाई चाहिँ के छ एउटा होल ब्र्याकेटमा राख त 4y को होल स्क्वायर माइनस 5 को स्क्वायर छ अब फेरि यो राख्दा फेरि के चाहिँ a स्क्वायर माइनस b स्क्वायर को एउटा फर्मुला लेख त साथीहरु के हुन्छ एउटा माइनसमा हुन्छ a माइनस b अर्को के हुन्छ a प्लस b हुन्छ त यो भन्नुस् यो अगर तपाईहरुलाई चाहिँ हुन्छ भने कमेन्ट बक्समा बताउनुहोस् कि यो सहीमा यो चाहिँ a स्क्वायर माइनस b स्क्वायर को फर्मुला यो हुन्छ a माइनस b र a प्लस b हुन्छ भनेर कमेन्ट गर्नुस् त फटाफट अब के छ हाम्रो a को ठाउँमा चाहिँ के छ 4y राख्ने अब माइनस b को ठाउँमा चाहिँ 5 राख्ने अब फेरि a को ठाउँमा चाहिँ 4y अनि प्लस b को ठाउँमा चाहिँ के राख्ने 5 राख्ने 5 राख हाम्रो यो खण्डीकरण रेडी भयो एन्सर पनि भयो हाम्रो घ सम्म बन्यो अहिलेसम्म हाम्रो च्यानललाई हेरिदिनु भएको छ भने साथीहरु हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गरिहाल साथीसँग शेयर पनि गर अनि थ्यांक यू फर वाचिङ